नमस्ते। आजभोलि नेपालको राजनीतिमा नयाँ बाटो भन्ने शब्द खूब सुनिन्छ होइन त? तर यो नयाँ बाटो साँच्चै कति नयाँ हो? कतै यो पुरानै विचारलाई नयाँ खोल ओढाएको मात्रै त होइन? ला आउनुहोस् आज हामी यही विषयको अलि गहिराईमा पुगेर कुरा गरौँ। यो भनाइ त हामीले कति सुनेका छौं। पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न। सुन्दा एकदमै शक्तिशाली लाग्छ। यसले परिवर्तनप्रतिको हाम्रो चाहनालाई पनि एकदमै राम्रोसँग देखाउँछ। तर यहाँ एउटा ठूलो प्रश्न उठ्छ। ल पुरानो बाटो छोड्ने रे, तर हिँड्न खोजेको त्यो नयाँ बाटो चाहिँ जान्छ कता? अब हेर्नुहोस्, जनार्दन शर्मा, विप्लव, घनश्याम भुसाल जस्ता नेताहरूले ठिक यही भावनालाई समातेर परिवर्तनको कुरा गरिरहनु भएको छ। उहाँहरूको कुरामा दम पनि छ, किनभने पुरानो तरिकाले नयाँ नतिजा त पक्कै आउँदैन। तर यहाँ समस्या के देखिन्छ भने उहाँहरूले जुन यात्राको कुरा गर्दै हुनुहुन्छ त्यसको गन्तव्य, त्यसको डेस्टिनेसन नै प्रष्ट छैन। हो, र यही नै हाम्रो आजको छलफलको सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो। आखिर यो नयाँ बाटोको वैचारिक जग के हो त? यसले हामीलाई कहाँ पुर्याउँछ? किनभने यस्ता आह्वानहरू पछाडि कुनै स्पष्ट खाका, कुनै ब्लुप्रिन्ट नहुँदा यसले एउटा गम्भीर चिन्ता जन्माउँछ। अब यो राजनीतिक दिशाहीनताको खतरालाई बुझ्नको लागि एउटा एकदमै सान्दर्भिक र शक्तिशाली उदाहरण छ डोजर विकास। सोच्नुस् त, जसरी हचुवाको भरमा बिना कुनै योजना डाँडाकाँडामा डोजर लगाएर बाटो बनाइन्छ, के हाम्रो राजनीति पनि त्यस्तै कुनै दिशाहीन सर्टकटतिर त गइरहेको छैन? यो तुलना हेरौँ त, कति सठिक छ। एकातिर छ हचुवाको डोजरे बाटो, जसको परिणाम के हुन्छ? विनाश, पहिरो जान्छ, वातावरण बिग्रिन्छ। अनि अर्कोतिर छ वैचारिक जग बिनाको राजनीति। यसको परिणाम के हुन्छ? अन्योल, अस्थिरता र वैचारिक भूक्षय। भनेपछि जसरी इन्जिनियरिङ बिनाको बाटोले भौतिक विनाश निम्त्याउँछ, त्यसैगरी विचार बिनाको राजनीतिले देशलाई नै भड्खालोमा हाल्छ। परिणाम दुवैको उस्तै विनाशकारी। त्यसो भए यो डोजरी राजनीतिक विकास भनेको आखिर के रहेछ त? सजिलो भाषामा भन्दा यो यस्तो अभ्यास हो जहाँ नयाँको लेबल लगाएर भित्र चाहिँ उही पुरानो गुटगत स्वार्थ र छोटो समयको राजनीतिक फाइदाको खेल चलिरहेको हुन्छ। मतलब यो कुनै नयाँ बाटो होइन, यो त पुरानै खाल्दामा फस्ने एउटा नयाँ बहाना मात्रै हो। ल अब अलिकति विस्तारमा हेरौँ। यो वैचारिक जग बिनाको बाटो हिँड्दा के हुन्छ त? यसका परिणामहरू के हुन्? यसका मुख्य 3वटा खतराहरू देखिन्छन्। पहिलो त यसले झन धेरै अन्योल, कन्फ्युजन सृजना गर्छ। जाने कहाँ हो कसैलाई थाहा छैन। दोस्रो, जब कुनै ठोस नीति नै हुँदैन तब अस्थिरता बढ्नु स्वाभाविक नै भयो। अनि तेस्रो र सायद सबैभन्दा खतरनाक, यसले वैचारिक भूक्षय निम्त्याउँछ। भनेको राजनीति जुन सिद्धान्तमा उभिएको हुनुपर्थ्यो त्यो जग नै कमजोर हुँदै जान्छ। र चुरो कुरो यही हो, जबसम्म वैचारिक स्पष्टता नै छैन, नयाँ बाटो भन्ने नारा के हुन्छ त? यो त उही पुरानै स्वार्थ समूहहरूका लागि एउटा नयाँ ब्रान्ड मात्र बन्न पुग्छ। बाहिरको खोल फेरिएला तर भित्रको सामान उही। सारमा केही पनि परिवर्तन हुँदैन। ल अहिलेसम्म हामीले समस्याको कुरा गर्यौं, तर समस्या मात्रै देखाएर त भएन। समाधान के हो त? अब यहाँबाट हाम्रो छलफल अलिकति सकारात्मक दिशातिर मोडिनु जरुरी छ। एउटा कुरा के बुझ्नुपर्छ भने चाहे सडक बनाउने कुरा होस् वा राजनीति, कुनै पनि दिगो निर्माणको लागि एउटा प्रक्रिया, एउटा मापदण्ड चाहिन्छ। भनिन्छ नि, बाटोको पनि बाटो हुन्छ। एउटा साँचो र दिगो बाटो बनाउनको लागि 3वटा कुरा एकदमै जरुरी छन्। पहिलो, स्पष्ट कार्यदिशा। हामी जान खोजेको कहाँ हो त्यो त क्लियर हुनु पर्यो नि, होइन? दोस्रो, दीर्घकालीन नीति। आजको लागि मात्र सोचेर हुँदैन, आउने पुस्ताको लागि पनि सोच्नु पर्यो। र तेस्रो, जुन सबैभन्दा महत्त्वपूर्ण छ, जनहितमा आधारित जग। जे गरिन्छ त्यो जनताको भलाइका लागि हुनु पर्यो। र यो सिद्धान्त सडक वा पुल बनाउने जस्ता भौतिक विकासमा मात्रै लागू हुने कुरा होइन। यो त वैचारिक क्रान्ति र राजनीतिक बाटो बनाउन पनि उत्तिकै सायद अझ बढी महत्त्वपूर्ण छ। किनकि एउटा बलियो जग बिना त कुनै पनि संरचना टिक्दैन, चाहे त्यो घर होस् वा देश। ल अब हामी निष्कर्षमा आइपुगेका छौं। आजको अवस्था हेर्दा हामी एउटा निकै महत्त्वपूर्ण दोबाटोमा उभिएका छौं जस्तो देखिन्छ। अब रोज्ने पालो हाम्रो हो। हामी कुन बाटोमा हिँड्ने? यो प्रश्न हामी सबैले आफैलाई सोध्नुपर्ने बेला आएको छ।
के हामीलाई हचुवाको भरमा खन्निएको, क्षणिक लाभ दिने तर अन्तत विनाश निम्त्याउने त्यही डोजरे बाटो चाहिएको हो, कि स्पष्ट गन्तव्य र बलियो जग भएको दिगो र भरपर्दो बाटो चाहिएको हो? र यो अन्तिम भनाइले आजको हाम्रो छलफलको सम्पूर्ण सारलाई समेट्छ। देशले अब डोजरे विकास होइन, दिगो विकास खोजेको छ। विचार शून्यता होइन, दूरदर्शी वैचारिक प्रस्थान खोजेको छ।